धन्यवाद है भाइले सुरुमा मेरो एकदमै प्रशंसा गर्नुभयो तर प्रशंसा गर्नुमा मलाई कसैले जित्न सक्दैन दाइ नमस्ते सबैजनालाई एकदमै भन्नुपर्ने धेरै कुराहरू छन् जस्तो पनि लाग्छ अब सबै कुरा भनियो है भने जस्तो पनि लाग्छ त्यसैले धेरै कुराहरू छैनन् तपाईहरुलाई धेरै धेरै धन्यवाद छ आइदिनु भयो माया देखाइदिनु भयो सपोर्ट देखाइदिनु भयो बसन्तको ट्रेलर रिलिज भइसकेको छ हुन त हामीले अनाउन्समेन्ट भिडियोमा पनि चलचित्रको कथा वस्तु चलचित्रको पृष्ठभूमि चलचित्रका पात्रहरू र चलचित्रले उठाउन खोजेको विषयवस्तुलाई हामीले हाम्रो अनाउन्स भिडियोमा पनि व्यक्त गरेका थियौं र ट्रेलरसम्म आइपुग्दाखेरि चाहिँ त्यो कथा अलिकति लम्बिएर तपाईले के भन्न खोजे यिनीहरूले भन्ने खालको बनेको होला र चलचित्रको भाषामा चाहिँ अलिकति कस्तो होला त भन्ने खालको कौतूहलता यो ट्रेलरले जगाए कि जगाएन भन्ने एकदमै नर्भस फिल भयो सो ट्रेलर जस्तो बनाएछ कि छैन भन्ने कस्तो कस्तो बन्यो भन्नु त एकचोटि तपाईहरुको चियर अप एकचोटि कस्तो लाग्यो मन नराख्दिनु न कस्तो लाग्यो साइड पनि छौं अलिकति नर्भस पनि छौं चैत 22 गते यो एउटा बसन्त 2062-63 को पृष्ठभूमिमा बनेको एउटा कथा जसमा बसन्तको माध्यमबाट हामीले शान्ति खोज्ने प्रयास गरेका छौं हामीले हाम्रो सपना खोज्ने प्रयास गरेका छौं हामीले हाम्रो प्रेम खोज्ने प्रयास गरेका छौं र हामीले हाम्रो सत्य खोज्ने प्रयास गरेका छौं सो तपाईहरुले पात्रको नामहरु हेर्नु भयो भने पनि शान्ति सपना प्रेम र सत्य मलाई लाग्छ हाम्रो जिन्दगी हाम्रो समाज हाम्रो देश हाम्रो भूगोल हाम्रो विश्व यही वरिपरि नै घुम्छ जस्तो लाग्छ मलाई र त्यही वरिपरि त्यही फेरिफेरिमै रहेर यसलाई चित्रण गरिएको छ ट्रेलर हेर्दा अथवा हाम्रो अनाउन्समेन्ट भिडियोहरु हेर्दा अथवा पर्सनली मैले काम गराए स्टाइल हेर्दाखेरि यो एउटा पर्टिकुलरली एउटा मात्रै विषय हो कि यो जातको मात्रै विषय हो कि अथवा यो मात्रै विषय हो कि भने जस्तो तपाईलाई लाग्न सक्छ तर यही माध्यमबाट हामी यही 4 वटा 5 वटा पात्रहरूको माध्यमबाट हामीले समाजका विभिन्न लैंगिक विभेदका कुराहरू वर्गीय गरिबीका कुराहरू भूगोलले विकटताले हाम्रो जीवनमा पार्ने असरहरू वैदेशिक रोजगारका कुराहरू माया प्रेमका कुराहरू आपसी टकरावका कुराहरू समाज र समाज बीच एउटै समाजमा पनि नदेखिने गरी हुने विभिन्न खालका ग्यापहरूलाई हामीले बसन्तमा देखाउने कोसिस गरेका छौं आशा छ तपाईहरुलाई मन पर्नेछ थ्यांक यू यहाँ उपस्थित सबैजनामा मेरो नमस्कार जति जति रिलिज आयो त्यति अलिक कम बोलौँ जस्तो लाग्छ किनकि फिल्मले बोल्दै जानुपर्ने हो तर जति रिलिज अगाडि आयो त्यति नै धेरै बोल्नुपर्ने हुन्छ त्यति नै प्रमोसनको दौरानमा चाहिँ फिल्मको बारेमा धेरैभन्दा धेरै बोल्नुपर्ने हुन्छ तर आज चाहिँ अब हामीले अनाउन्समेन्टदेखि नै एक लेभलको भनौँ न सिनेमा यस्तो खालको हो यो विषयमा बनिरहेको छ भनेर यहाँहरूले थाहा पाइसक्नु भएको छ अझै पनि ट्रेलरमा या अझ भनौँ हामी तपाईँहरूसँग कुराकानी गर्दाखेरि अझ धेरै कुराहरू सायद मुभीको बारेमा भन्छ होला अघि प्रकाशजीले म के भन्नुभयो यहाँले प्रशंसा गर्न एकदमै माहिर छु भनेर भन्नुभयो इन्डिभिजुअली होला तर एज अ सर्जक एज अ राइटर आई थिङ्क उहाँले एकदमै धेरै क्वेसन गर्नुभएको छ सिनेमामा चाहिँ लिडर्सहरूलाई क्वेसन गर्नुभएको छ